अहिले यो धरान 4 को मूर्तिकार भाइहरूसँग हामी भेटघाट गरिराखेका छौँ। अनि दाजु मूर्ति कस्तो लाग्यो तपाईँलाई? राम्रो लाग्यो छ नि, ठिकै छ नि, दामहरू पनि उस्तै ठिकै लाग्यो मलाई पनि। अनि यो मूर्ति बनाउने, अनि भाइले यो कति वर्ष भयो तपाईँले काम गर्न थाल्नु? मेरो यो लगभग 10 वर्षको अवधि भयो। तर मैले पहिला सिमेन्टमा र अरू काठमा काम गरेँ हैन। ढुङ्गोमा चाहिँ मेरो 1 वर्ष भयो। यहाँमा पोहोर जस्ट यो ढुङ्गे कला पार्क उद्घाटन भएपछि म रेगुलर रूपमा यहीँ छु। ल धन्यवाद तपाईँले कला चाहिँ जान्नु भएकोमा र यो कला चित्रकार बन्नु पनि धेरै समय लाग्छ। अनि तपाईँको कति वर्षको ट्रेनिङ हो यो? त्यही त सर, ट्रेनिङको कुरा गर्दा मैले ट्रेनिङ कहीँ गरेको छैन। सिमेन्टको माटोको बनाउँदै 10 वर्षभित्र यतिसम्म बनाउने मूर्तिकार बन्नुभयो। ल धन्यवाद तपाईँलाई। यहाँनिर सबै देश विदेशमा रहनुहुने सम्पूर्ण ले यहाँ हामी यो धरानको मूर्तिकारमा आएर हामी अहिले यहाँ घुमिराखेको छौँ र यसरी नै हामीले कला भनेको ज्ञान, अनि यहाँनिर सबै कर्मचारीहरू हुनुहुन्छ। यहाँ मूर्तिहरू यसरी बनिन्छ यो ठाउँमा। तपाईहरुले पनि कतै इच्छा छ, तपाईहरुले पनि यहाँ आएर सम्पर्क गर्नुहुन सक्नुहुन्छ र त्यसैले गर्दाखेरि यहाँ हामी आज घुमिराखेका छौँ। भोलिको दिनमा हामीलाई पनि यस्तो मूर्तिको आवश्यकहरू पर्न सक्छ र हामी पनि कुनै दिनमा गर्न सकियो भने भनेर चाहिँ हामी यहाँ आज घुमिराखेको छौँ। ल ल थ्याङ्क यू। हामी जति पनि हामीलाई चाहिन्छ शिला र मूर्ति फाइबरबाट पनि त्यहाँ देखिँदैछ, तर यो ओरिजिनल ढुङ्गाबाट बनिएको मूर्तिहरू हामीसँग प्रशस्ति उपलब्ध हुन्छ। त्यसैले गर्दाखेरि यो धरानको विकास र सुन्दर धरानको विकासको इतिहास यसरी नै हामी बनाउँदै लाँदैछौँ र सबैले सबै देश विदेशमा रहनुहुने हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हेरिदिनु होला र सम्झिदिनु होला है त। हस् त।